नमस्कार, म हुँ तपाईकै मित्र बीएस प्रकाश। यहाँहरू सबैजनालाई विशु स्टेसन युट्युब च्यानलमा स्वागत छ। धेरै समयको अन्तरालपछि एउटा भ्लग लिएर फेरि यहाँहरूको सामु आएको छु। सबैजनाले यो भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरी सपोर्ट गरिदिनु हुन विनम्र अनुरोध गर्दै आजको भ्लगतर्फ लागौं। अनि फर्स्ट एक्सपिरियन्स हेलो गाइज, कस्तो भयो त? हाम्रो सरको भ्लगमा हामीलाई स्वागत छ। धन्यवाद। आज चाहिँ हामी एएसएम टिममाथि जाँदैछौँ। यिनी हुन् हामी भान्जी, सबैभन्दा ज्ञानी दाजै पुन्दै। अरू साथीमाथि गइसकेको अवस्था हो, जाँदै हुनुहुन्छ। अब 3 मिनट अराउन्डमा हामी ट्रली स्टेसनमा पुग्छौँ। जिल्ला पास्टर दाजुहरू आउँदै हुनुहुन्छ। केबल कार चढेर एकचोटि माथि जानलाई। हेलो हेलो, म चाहिँ आज मामालाई यसो केबल कार घुमाइदिनु लाग्नु पर्यो भनेर सोचेको थिएँ। प्यारी भान्जीको अनि त्यही भएर तर्फबाट मामालाई आज म लिएर आएको छु। मैले चाहिँ यता पछाडि दाइहरूलाई पनि लिएर आएको छु मैले। जेन्टलमेनहरू हामी कहाँ प्रकाश सर काम लाग्यो है? हो नि। मामा यसरी बोतल असल सर, असल सर, एकछिन आउनुहोस् न, फोटो खिच्नलाई। नामै असल काफी छ। फोटोग्राफर उहाँ चाहिँ एकदम जेन्टलमेन। सबको पासपोर्ट साइज फोटो निकाल्दै फिल्टरको कमाल हो भनेर नि के भन्नु। हाइटबाट फोबिया हुने होला, चाहिँ डर लाग्छ कि लाग्दैन होला? के हुन्छ? हजुर, आज बेटर डे भयो। एक नै बिस्तारै जाँदो रहेछ है। कम्प्लिट फोटोग्राफको सेसन भइराखेको अवस्था हो। सबैभन्दा हाम्रो जेन्टलमेन के हो? पेट देखिएछ यार। पछि परेको कारण उहाँ अलिक फास्ट आउँदै हुनुहुन्छ। खुट्टा नखिच्ने होला जस्तो छ, तर यहाँ घाम लागिसक्यो। गाइज केटी फटाफट गर्नु है।
साउलाई फोन गरेको पिरो खानु पर्यो एकजनाको लागि फोन गर्ने हामी 50 जना छौँ हामी एक्चुअली हामी चन्द्रगिरीको टपमा छौँ यो चाहिँ हाम्रो बहिनी अनि भान्जीको टिम भर्खरकै दुल्हा साफ भरी नानी के को पिरो हो ल न भनेको 7 देखि 10 हो क्या 7वटा डल्ले खोर्सानी खाने मान्छे उहाँ नै हो जिरीमा जाडो भएर खुर्सानीको सुप खाएको हामी अनि पेट पोल्दैन त प्रकाश छ They are looking something. चाँडो बनोस् हाम्रो रे यहाँ चाहिँ मान्छेको उयसहरू कस्तो खतरा खतरा सबै भिडियोको यसमा लाग्दैछन् हेलो नमस्ते रमाइलो भइरहेछ गुरुबा थ्याङ्क यू 27 मा हाम्रो एसबिएसको सेल गर्छ अरु त्यसको लागि चाहिँ को लागि तयार अनि हामीले चन्द्रगिरीको टपमा मन्दिर ए अस्ति फोटोतिर यतातिर हिउँ परेको देखाए यही रहेछ है जाम मामा फोटो सेसन सबै आफ्नो धर्म फोटो खिच्ने माथि चढ्नलाई चाहिँ छुट्टै टिकट ल्याउनु पर्ने अवस्था We are going to upstairs. टोपी वाले मामा भान्जी हाहा अनि फर्स्ट एक्सपिरियन्स हेलो गाइज कस्तो भयो त हाम्रो सरको भ्लगमा हामीलाई स्वागत छ धन्यवाद
फोटो खिच्दै हिँडेको खिच्यो कि हाम्रो बुहारी नानी स्पेसल यहाँ मामा भान्जी हेर्दैछ नि दुर्बिनबाट शक्ति सर Hello guys, welcome to our vlog channel चाहिँ बनेको छैन on the way आउँदैछ अनि अहिले चाहिँ तपाईहरु नोटिफिकेसन बेल र सब्स्क्राइब गर्न नभुल्नु होला ट्याङ यो चाहिँ हाम्रो एलिसा बुनु साह्रै एक्साइटेड बहिनी हुनुहुन्छ रेस्पेक्टेड ब्रदर उनलाई शक्ति सर मास्टर बुवा टिकटक रेडी हुँदैछन् कस्तो उल्टो बडा हो र तपाईँ मात्र एक्ट गर्नु न दामी छ दामी नलजाऊ वाह दामी छ यसपालिको नयाँ जोडी हुनुहुन्छ हाम्रो साथीहरू भाइ बुहारी जस्ट एक हप्ता मात्रै भएको हामी माथिबाट फर्किसकेको अवस्था सबै आफ्नै धनमा हुनुहुन्छ जेन्टलम्यान दुईजना सुमन सर कट्या हो यो सबै हामी माथिबाट फर्किसकेको अवस्था हो भान्जी अनि यिनी हाम्री बुनु ल ल ल गिफ्ट गिफ्ट यस कमान्डर यहाँ हुनुहुन्छ कमान्डर ल ल ल भन्दै हुनुहुन्छ लागि हामी अगाडि बढिसकेछौँ यतिकै छिटो लाने भयो त है यतिकै छिटो लग्यो भने त मान्छे आँटिहाल्छ नि कति राम्रो ठाउँ है त्यस्तोहरूमा बरु यसो प्रोग्रामहरू त्यस्तो जङ्गलभित्र सानो झोपडीहरूमा होइन अब भात के अरे भदौ अन्तिम होला सर अब हजुर यतापट्टि तर होइन यसमा धुली खेलै यसमा गर्ने धुली खेलै हो
मेडिकल ठिक छ धुलिखेलै हो हेर्नु त सर के रहेछ के रहेछ सेप्टेम्बरको 10 देखि 8 देखि 12 हुनु भयो नि त 8 देखि 12 हैन यस्तै होला कति ठाउँमा त नि कस्तो गहिरो होला खाल्टो होला हैन अनि भरेको होला भित्र जाँदा यस्तै होला पहाड भित्र यस्तो के देखेला हो समुद्र भित्र पनि के हुँदो रहेछ त एकचोटि समुद्र पनि समुद्र रहेनछ हुँदैन रहेछ समुद्र भित्र छिर्न पानी हुन्थ्यो एकचोटि त्यो कहिले अवसर मिल्ने हो हामी माथि राम्रो कि अवतरण भइसक्यो माथिबाट तल बल्ल यसमा छुएपछि मात्रै गर्नुपर्छ अब बल्ल गर्नुपर्छ त्यहाँनिर राम्रोसँग घुमेको छ हामी माथिबाट आइसक्यौँ अब फर्केर अड्की त कस्तो भयो केही भएन कस्तो मजा थियो भयो बिचमा गएर अड्क्यो मन ढुकढुक भयो अड्क्यो मिका यस्तो डर लाग्यो होइन हल्लिराख्यो अनि फर्स्ट एक्सपिरियन्स हेलो गाइज कस्तो भयो त हाम्रो सरको भ्लगमा हामीलाई स्वागत छ धन्यवाद अनि फर्स्ट एक्सपिरियन्स हेलो गाइज कस्तो भयो त हाम्रो सरको भ्लगमा हामीलाई स्वागत छ धन्यवाद हेलो गाइज वेलकम टु आवर भ्लग च्यानल चाहिँ बनेको छैन अन द वे आउँदैछ अनि अहिले चाहिँ तपाईँहरू नोटिफिकेसन बेल र सब्सक्राइब गर्न नभुल्नु होला ट्याङ